नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणको फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थन्डर्स भिड्दैछन्। प्रतियोगिताको उपाधिका लागि ललितपुर कागजी रूपमा दावेदार रहँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि पनि यिनै दुई टोलीका खेलाडी बीच प्रतिस्पर्धा हुने देखिन्छ। गत सिजन ललितपुरले उपाधि जित्दा टोलीका कप्तान अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी बनेका थिए भने गोलरक्षक जेफ्री वाल्टसले उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोब्स पाएका थिए। फाइनलमा पराजित धनगढी एफसीका रोहन कार्कीले उदयमान खेलाडीको उपाधि पाएका थिए। गत सिजनको तुलनामा निकै सुधारिएको प्रदर्शन गरिरहेको ललितपुरले तेस्रो सिजनमा कुनै खेलमा हार बिहोरेको छैन। अझ टोलीले आफ्नो दोस्रो रोजाइको टोली उतारेको खेलमा पनि बराबरी खेलेको थियो। यसपटक व्यक्तिगत अवार्डमा ललितपुरकै दावेदारी हुने देखिन्छ। प्रतियोगिताको उद्घाटन खेललाई छोड्ने हो भने सनी श्रेष्ठले सायदै यस प्रतियोगितामा कुनै गल्ती गरेका छन्। राष्ट्रिय टोलीको जिम्मेवारीकै क्रममा केही चोटको सामना गरेका उनलाई प्रशिक्षक क्रेसनले नेपाल फर्केको पर्सिपल्ट नै पहिलो रोजाइमा खेलाए। यसले पनि टोलीमा उनको भूमिका प्रष्ट भएको थियो। त्यसपछि उनले आक्रमण र डिफेन्स दुवैतर्फ ललितपुरका लागि उच्च प्रदर्शन गरेका छन्। उनले एउटा खेलमा प्लेयर अफ द म्याच पनि जितेका छन्। यस्तै युवा विङ्गर आयुष खलान भने ललितपुरको वर्चस्व तोड्न हतियार बन्न सक्छन्। आयुषले यो सिजन खेल अघि बढ्दै जाँदा आफ्नो प्रदर्शन सुधार्दै गएका छन्। त्यसो त उनले प्रशिक्षक सुमन श्रेष्ठबाट क्रमशः स्वतन्त्र भूमिका पाएपछि खेलमा पनि थप प्रभाव छाडेका छन्। स्टेफन बिनोङ र जो आइडूसँग उनको समन्वय मिलेको छ। विङमा समीर तामाङ र सुदिल राईको गतिलाई आयुषले राम्रो प्रयोग गरेका छन्। उनी पनि एउटा खेलमा प्लेयर अफ द म्याच भइसकेका छन्। एनएसएलले विदेशी खेलाडीलाई सर्वोत्कृष्ट खेलाडी दिने निर्णय गर्छ भने स्टेफन बिनोङ त्यसका लागि प्रबल दावेदार छन्। पोखराको सिजन पुनरागमन गर्न उनको भूमिका निकै महत्वपूर्ण थियो। उनले हालसम्म 3 गोल मात्र गरे पनि आक्रमणमा उनको उपस्थितिले विपक्षी डिफेन्सलाई निकै समस्या परेको छ। शारीरिक रूपमा निकै बलियो उनले आफ्नो गतिको प्रयोग गर्दा डरलाग्दो स्थानमा डिफेन्डरबाट फ्री किक जित्दै सेट पिसको अवसर पनि सिर्जना गरेका छन्। डिफेन्डर अनन्त तामाङले आफ्नो स्तर अनुसार प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन्। उनले डिफेन्समा टोलीको नेतृत्व गर्नुका साथै सेट पिसमा पनि पटक पटक विपक्षीलाई समस्या दिएका छन्। एउटा खेलमा प्लेयर अफ द म्याच बनेका उनी पनि दावेदारीमा छन्। पोखराका जो आइडूले पनि लिगमा उच्च प्रदर्शन गरेका छन्। धनगढीका अहमद हिजाजी सर्जियो बारबोजाको दावेदारी भने पछिल्ला नतिजाले कमजोर पारिदिएको छ।